हेलो गाइस, नमस्ते। र आज चाहिँ साथीको बर्थडे थियो है। र साथीको बर्थडे सेलिब्रेट गर्नु चाहिँ हामी दुधे गयो नि त हो। अनि त्यहाँ टक्क दोकानमा गएर हामीले केक सेक अर्डर गऱ्यौँ है साथीको बर्थडेको लागि। र त्यहाँबाट केक पनि रेडी भयो, त्यहाँबाट हामी रेडी, त्यहाँबाट हामी गयौँ दुधे, त्यहाँबाट हामी फाइनली दुधे पुगेँ। र दुधेमा रमाइलो भइरहेको थियो नि त है, अब नानीहरू मजाले खेल्दै थियो हो। अन्त टक्क हामीले त्यहाँ स्पट पनि पानीको छेउमा है, त्यहाँबाट चाहिँ हामीले साथीको ह्याप्पी बर्थडे केक कटिङ स्टार्ट गऱ्यौँ। त्यसपछि फाइनली हामी पनि घर आइपुग्यौँ है। बिचरा साथीको दाजु र भाउजूले पर्खिराख्नु भएको थियो नि त भाइलाई होइन, उसको लागि। र साथीले केक सेक काटेर दाजु र भाउजूलाई खुवाइदिनु भयो। त्यसपछि बिचरा दाजु भाउजूले हामीलाई खानापिनाहरू बनाइदिनु भएको थियो नि त। त्यसपछि हामी मजाले बस्यौँ होइन, एकछिन गफसफ गऱ्यौँ, स्न्याक्सहरू खाँदै थियौँ। त्यहाँबाट चाहिँ फाइनली हामीले खानापिना खाएर त्यसपछि हामी घर लाग्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ।